सक्नुहुन्छ। तपाईहरुलाई सबै साथीहरुलाई स्वागत छ। आज हामी अलिकति विषयवस्तुमा जोड दिन्छौँ। त्यसपछि एट द एन्ड लास्टमा 8 बजेपछि बल्ल हामी क्वेसन एन्सर सेसनमा जानेछौँ। महत्त्वपूर्ण प्रश्नहरू, परीक्षाका लागि उपयोगी प्रश्नहरूको सेटहरू हामीसँग छ। हामी त्यसलाई एट द लास्टमा जानेछौँ। अब कार्यमूलक अनुसन्धान यो सबैभन्दा, अब हामी विषयवस्तुतर्फै जान्छौँ। तसर्थ जति पनि हामीलाई हेर्दै हुनुहुन्छ फेसबुक पेजबाट, तपाईँ जुममा आउनुभयो भने हामी कन्टिन्यू क्लास सञ्चालन गर्नलाई पनि सजिलो हुन्छ। लिङ्क छ, पिन भइरहेछ, त्यहाँ क्लिक गर्नुभयो भने तपाईँ आउन सक्नुहुन्छ र जुमको मेसेजहरू हेर्नलाई पनि अलि सजिलो हुन्छ, छिटो मेसेज पनि आउँछ हैन। ल ल अब ल हेर्नुस्, कार्यमूलक अनुसन्धान भन्दा बित्तिकै व्यवहारिक समस्या समाधान गर्ने। हिजो पनि हामी अलिकति परिचय यसको बारेमा, अनुसन्धान, शैक्षिक अनुसन्धानका बारेमा पनि केही चर्चा गरिसकेका छौँ। हामी जिरो लेभलबाटै, लाइसन र प्राविको जिरोबाटै सुरु गरेर तपाईको पुरै मजाले कोर्स बुझ्ने गरी अब पढ्न तयारीमा छौँ। ल हेर्नुस्, अब व्यवहारिक समस्या वा कठिनाइहरू, व्यवहारिक, अब कपी र पेन लिएर तपाईले लेख्न थालिहाल्नु होला। लेख्दै पढ्दै गरियो भने के हुन्छ भने यसले बढी हामीलाई प्रभावकारी बनाउँछ है। तपाईले पढ्दै गर्दा पनि तपाईले 2-3टा कपीहरू अहिले रफ कपीमा टिप्न पर्छ। जब हामी क्लासमा छौँ, क्लास गर्दै गर्दाखेरि तपाईँ रफ कपीमा चाहिँ टिप्दै जानुस् हैन। त्यसपछि क्लास सकिसकेपछि तपाईलाई कन्फ्युजन लागेका कुराहरू भिडियो हेर्दै अथवा भिडियो पनि आइहाल्छ हैन। त्यसपछि तपाईले चाहिँ फेरि सब कपी नोट आफ्नो तरिकाले बनाउनुस् हैन। किताब छ, किताबबाट पनि हेर्नुस्, थप केही कुराहरू चाहिँ नि टपिक्स गर्नुस्। जति हो तपाईले लेख्दै कोर्दै जानुभयो भने के हुन्छ भने सिकाइ दीर्घकालीन हुन्छ। हामीलाई के चाहिएको छ भने लामो समयसम्म, परीक्षासम्म, एट द एन्ड परीक्षासम्म पनि हामीले के गर्न पर्यो भन्दा सम्झिन पर्यो। सम्झिने मात्रै नभएर विषयवस्तुलाई विश्लेषण गरेर उत्तर जान्न पर्ने हुन्छ। ल हेर्नुस्, कार्यमूलक अनुसन्धान भन्दा बित्तिकै अब हाम्रो दिमागमा ठ्याक्कै व्यवहारिक समस्या, हाम्रा चाहिँ एकदमै जीवनमा घटेका, प्रत्यक्ष चाहिँ नि पेसामा घटेका व्यवहारिक समस्या वा कठिनाइको समाधान गर्न गरिने अनुसन्धान। कसले गर्ने अनुसन्धान भन्दा पेसाकर्मीले गर्ने। पेसाकर्मी भनेको जुनसुकै शिक्षकै मात्रै हुनुपर्छ भन्ने छैन, पेसाकर्मीले गर्ने अनुसन्धान हो यो। जसले पेसा गर्छ त्यसैले गर्ने हो हैन। पेसाकर्मीले के को सिलसिलामा भन्दा कामको सिलसिलामा आइपरेका समस्याहरू, कामको सिलसिलामा आइपरेका समस्या समाधान गर्न कामको सिलसिलामा आइपरेका, तपाईले जुनसुकै क्षेत्रमा टिचरै हो भने शिक्षण पेसामा हुने भयो, किसान हो भने कृषि कार्यमा हुने भयो, डाक्टर हो भने आफ्नो पेसामा हुने भयो, जसलाई समस्या पर्छ। यो अनुसन्धान तपाईले के बुझ्न पर्छ भने जसलाई समस्या पर्छ, अब तपाईले बुझ्नै ठुलो कुरो हुन्छ। जसलाई समस्या पर्छ उसैले गर्छ, अर्काले गर्दिने हैन, उसैले। ल हेर्नुस्, कार्यमूलक अनुसन्धान भन्दा बित्तिकै जसलाई समस्या पर्छ उसैले गर्छ भन्न खोजेको उसैले समाधान गर्छ, अर्काले गर्दै र हुँदैन। जसलाई समस्या परेको हुन्छ उसैले यो समस्याको समाधान गर्छ। शिक्षण सिकाइ क्रियाकलापमा कुनै विषयवस्तु विद्यार्थीलाई बुझाउन सकिएन भने अनुसन्धान गर्न सकिन्छ हैन। गृह कार्य गर्दै गरेन विद्यार्थीले भने हामीले अनुसन्धान गरेर नयाँ नयाँ तरिका, अनुसन्धान भनेको कस्तो भने यसले समस्या समाधान गर्नलाई मल्टिपल तरिकाहरू खोज्ने। यो गरेर हुन्छ कि त्यो गरेर हुन्छ कि एउटा योजना बनाउने, तेरै समस्या समाधान भएन भने अब अरू थुप्रै गर्दै जाने हैन। समस्या समाधान नहुँदासम्म
विभिन्न चरणहरू दोहोऱ्याइरहन्छ। दोहोऱ्याइरहने हुँदा यसलाई के भनिन्छ? चक्रीय अनुसन्धान पनि भनिन्छ। चक्रीय अनुसन्धान पनि भनिन्छ। ल, गत वर्ष लाइसनमा के सोधेको थियो भने शिक्षक सेवा आयोगले अभिन्न अङ्गको रूपमा केलाई बनाएको थियो भनेर सोधेको थियो यसैलाई, हैन? हो, यो सुरुवात कसले गरे? सन् 1946 मा कुट लेभिनले सुरु गरेका। कुट लेभिनले यसलाई सुरु गरे। नेपालमा विषम 2067 सालदेखि शिक्षक सेवा आयोग नियमावली शिक्षक सेवा आयोग नियमावलीले शिक्षकको लागि अभिन्न अङ्ग बनाएको। ल हेर्नुहोस्, गत वर्ष तपाईले लाइसेन्स दिनुभएको थियो नि, यहीँबाट प्रश्न सोधेको थियो। निमावि दिनुभएको थियो भने पेसाकर्मीले आफ्ना समस्या आइपरेका समस्या समाधान गर्न, यही दिएको थियो। पेसाकर्मीले आइपरेका समस्या समाधान गर्न गरिने अनुसन्धान कुन हो भनेर हिजो अस्ति निमाविमा यहीँबाट आइसकेको थियो, हैन? हो, शिक्षकको कार्य सम्पादन मूल्याङ्कनका लागि अनिवार्य गरिएका अनुसन्धान कुन हो भनेर गत वर्ष चाहिँ निमावि लाइसेन्समा आएको थियो। कार्यमूलक अनुसन्धान, घटनामूलक अनि खोजमूलक अनुसन्धान माथिका सबै भनेर उत्तर दिएको थियो। अब त हामीले माथिका सबै देखे पनि हामी कहाँ जान पर्यो त भन्दा शिक्षक सेवा आयोग नियमावलीले शिक्षकको लागि अभिन्न अङ्ग भनेको गर्नै पर्ने, अभिन्न भनेको शिक्षकले अनिवार्य गर्नै पर्ने, एउटा एक्सन रिसर्च अनिवार्य गर्न पर्ने भन्न खोजेको चाहिँ यो हो। ल, अब तपाईले सबभन्दा पहिला के बुझ्न पर्यो भने कार्यमूलक अनुसन्धान भन्दा बित्तिकै काम गर्दै गर्दाखेरि आफूलाई परेका समस्या, जो पेसाकर्मी छ, शिक्षक छ, पेसाकर्मी छ, आफूलाई परेका समस्याहरू आफै नै प्रयासबाट समाधान गर्न गरिएको अनुसन्धान नै कार्यमूलक अनुसन्धान हो भन्ने बुझिसकेपछि अब हामी कार्यमूलक अनुसन्धानको उद्देश्य किन गरिन्छ त, के उद्देश्य हुन सक्छ, अब त भन्न फटाफट भन्न सकिन्छ। ल, कार्यमूलक अनुसन्धानका उद्देश्य। कार्यमूलक अनुसन्धान किन गरिन्छ भन्दाखेरि पेसाकर्मी वा अभ्यासकर्ता पनि भन्न सक्छ कहिलेकाहीँ, हैन? अभ्यासकर्ताको, पेसाकर्मी वा अभ्यासकर्ताको कार्यशैलीमा सुधार गर्न, पहिलो कुरो त कार्यशैलीमा सुधार। यो अनुसन्धान त आफ्नै लागि गर्ने हो, आफ्नै तरिका भएन भने त्यो तरिका चेन्ज गर्न पर्यो। मैले पढाएको तरिकाले बुझिएन भने मैले अर्को तरिका अपनाउन पर्यो। हो, त्यही भएर चाहिँ सुधार। अर्को यसले के भन्छ, यसको उद्देश्य के हुन सक्छ? आइपरेका समस्या आफ्नै प्रयासमा समाधान गर्न, आइपरेका समस्या आफ्नै प्रयासमा समाधान गर्न। हेर्नुहोस् है,
अब जे आफूलाई समस्या परेका छन् ती समस्या चाहिँ आफ्नै पहलमा आफ्नै प्रयासमा समाधान गर्नुपर्ने हुन्छ। सिकाइका समस्या पहिचान गरी उपचारात्मक शिक्षण गर्नु। अब सिकाइका समस्या पहिचान गरेपछि त के हुन्छ? उपचारात्मक शिक्षण गर्न सकिन्छ। विद्यार्थीका विविध पक्षहरूको पहिचान गर्न। अब जति पनि विभिन्न खालका चाहिँ विविध क्षेत्रहरू छन् विद्यार्थीका, त्यसका बारेमा त हामीले यहाँबाट के गरिन्छ? पहिचान गर्न सकिन्छ, होइन? अनि अब यसले के गर्छ भने शिक्षकलाई शिक्षणमा आत्मबल वृद्धि गर्नु, आत्मबल बढाउँछ। त्यसैगरी शैक्षिक दर्शनको विकास गर्नु, अब यो कार्यमूलक अनुसन्धानले के भन्छ भने पर्फेक्ट हुन पर्छ भन्दैन। एउटा यसको मेन के हो भने कार्यमूलक अनुसन्धान पहिल्यै चाहिँ तयारी गरेर एकदमै पर्फेक्ट भएर चाहिँ गर्ने हो भन्दैन। अनि सिक्दै गर्दै अनि गर्दै सिक्दै सिक्दै जाने अवसर प्राप्त गर्नु। सिक्दै जाने गर्दै जाने, हैन? अनुसन्धान सिपको विकास गर्नु। अनुसन्धान सिपको विकास गर्ने। अब जसरी हुन्छ हामीमा के हुन पर्यो? एउटा अनुसन्धान गर्न सक्ने, प्रावि विज्ञापन मजाले खुल्छ। तपाईँ यो बुझ्नु होला, कि विज्ञापन खुल्दैन, होइन, ढुक्क खुल्छ। तपाईँ आज पनि शिक्षक सेवा आयोगसँग सम्पर्क भएको थियो। आयोगसँग पनि जानकारी लिँदाखेरि अब मजाले खुल्छ, त्यसमा कुनै डाउटै छैन, शङ्का मान्नै पर्दैन भन्ने कुरा भइसकेको छ। तसर्थ तपाईँ चाहिँ खुल्छ। अब ठ्याक्कै यसै दिन खुल्छ नभने नि यो जेठभरिमा खुल्छ। इन केस ढिलै गएछ भने पनि असारको पहिलो हप्ता, बढी जो ढिलो गएछ भने केही पनि जाँदैन। अर्को हप्ता, यही हप्ता नभए अर्को हप्ता ढुक्कै खुल्छ। तसर्थ तपाईँ ढुक्कसँग तयारीमा लाग्दा हुन्छ। ल अब हामीले के भन्न सकिन्छ भने समग्र शैक्षिक कार्यमा उपलब्धि जति पनि समग्र शैक्षिक कार्य जति पनि छ त्यसमा उपलब्धि हासिल गर्नु नै यसको मुख्य उद्देश्य हो, हैन? मुख्य उद्देश्य भनेकै अब कार्यमूलक अनुसन्धान भन्दा बित्तिकै तपाईको दिमागमा के आउन पर्यो भने यो भनेको त एकदमै व्यवहारिक समस्या, जहाँ आफूले काम गरिन्छ त्यही आफूलाई परेका समस्याहरू, हैन?
त्यही आफूलाई परेका समस्याहरू आफ्नै प्रयासबाट समाधान गर्न गरिने अनुसन्धान रहेछ। आज क्वेसन एन्सर अहिले 8 बजेपछि हुन्छ है। क्वेसन एन्सर हुन्छ हाम्रो 8 बजेपछि क्वेसन एन्सर हुन्छ। समग्र शैक्षिक कार्यमा उपलब्धि हासिल गर्नको लागि हामीले कार्यमूलक अनुसन्धान गरिन्छ। अब कार्यमूलक अनुसन्धानको चरण। चरण वा प्रक्रिया जे भन्नुहोस् है। कार्यमूलक अनुसन्धानका चक्रहरू, चरणहरू, प्रक्रियाहरू यो भन्दा बित्तिकै तपाईले तपाईको दम यहाँ देखाउने हो। पावर, तपाईको पावर कति छ यहाँ पिओडब्ल्युआर नदेखेर पिएओआर पावर देखाउने हो। कस्तो पावर देखाउने हो भन्दा प्लान, एक्ट, अब्जर्भेसन र रिफ्लेक्सन। प्लान, एक्ट, अब्जर्भेसन र रिफ्लेक्सन वाला। ल, प्लानबाट के हुन्छ? प्लान भनेको के हो? योजना। पहिला योजना बनाइन्छ हैन। योजना अनुसार हामीले के गरिन्छ? एक्ट, कार्यान्वयन गरिन्छ, एक्ट गरिन्छ। त्यसपछि के गरिन्छ? अवलोकन गरिन्छ, अब्जर्भ। अवलोकन। त्यसपछि के हुन्छ? रिफ्लेक्टिङ। रिफ्लेक्टिङ भनेको प्रतिबिम्ब। ल हेर्नुहोस्, योजना बनाइन्छ। हामी कहीँ जान पर्यो भने पनि बिना योजना चाहिँ सक्सेस हुन्न नि, हैन? योजना, कार्यान्वयन, अवलोकन र प्रतिबिम्बन। एकदमै योजना, कार्यान्वयन, अवलोकन र प्रतिबिम्बन। ल, यो त अब परीक्षा सोध्दैन। पहिला पहिला यही चक्र मात्रै सोध्थ्यो। पहिला पहिला यही, अब धेरै जसो परीक्षामा यही सोध्थ्यो अहिलेसम्म। अब किनभने यो सोद्धा सोद्धा यो पनि वाक्क पर्यो। अब यो सोध्दैन। अब तपाईलाई यसभित्रको सोध्छ। ल हेर्नुहोस् है, अब हामीले पढ्दाखेरि कसरी जान्ने भने अब प्लान, एक्ट, पावर मात्रै पढे पहिला पुग्थ्यो धेरै जसो परीक्षा त यही नै सोधिरहन्थ्यो। लाइसेन्समा पनि यस्तै सोध्थ्यो हैन। अब अहिले चाहिँ यो सोध्न छोडिसक्यो। अब के सोध्छ भने यसभित्रका कुराहरू के हुन् त? यसलाई किन चक्रीय भनिएको भने ल हेर्नुहोस्, एकचोटि हामीले योजना बनाइन्छ। ल, भोलि हामी भ्रमण जाँदैछौँ। भ्रमण जाँदैछौँ भने कहाँ जाने, के गर्ने, केमा जाने हैन, कसले के गर्ने एउटा योजना बनाइन्छ। त्यो अनुसार भोलि काम गरिन्छ। त्यो काम हाम्रो योजना अनुसार भयो कि भएन भनेर अवलोकन गरिन्छ। अवलोकन गरिसकेपछि हाम्रो रिजल्ट आउँछ, प्रतिबिम्ब। हामीले सोचे अनुसारको काम भयो कि भएन, भयो भने कति पर्सेन्ट भयो, भएन भने कति पर्सेन्ट भएन। अथवा हामीले सोचे अनुसारको समस्या समाधान भयो भने यही गएर इन्ड हुन्छ। यदि समस्या समाधान भएन भने फेरि रि हुन्छ, फेरि रि योजना हुन्छ, पुनः प्लान, पुनः अवलोकन, पुनः यसरी प्रतिबिम्ब, फेरि यहाँ आएर हेरिन्छ। यसरी चाहिँ जबसम्म समस्या समाधान हुँदैन तबसम्म यो घुमिरहने भएको भएर यसलाई के भनिन्छ? चक्रीय योजना भनिएको हो। यसलाई यो घुमेको घुमै गर्छ, त्यही भएर चक्रीय भनिएको। ल हेर्नुहोस्, भनेपछि अब के हो त योजना भनेको? योजना भनेको के हो? के काम, कति, कहिले, कसरी, हैन? ल, योजना भनेको के काम, कहिले, कसरी, कसका लागि, कसका लागि गर्ने भन्ने
प्रश्नको उत्तर दिन्छ योजनाले। ल, योजना भन्दा बित्तिकै के काम गर्ने, कसरी गर्ने, कहिलेसम्म गर्ने, होइन हो। अथवा यसले के पनि गर्छ भने उद्देश्य, प्रक्रिया, प्रक्रिया विधि, छनौट गर्दछ। ल हेर्नुहोस्, तपाईको योजनाले के गर्छ, हामीले कुन योजना बनाउँदैछौँ, कुन तरिका अपनाउने भन्ने कुरा चाहिँ योजनाले गर्छ। योजना भन्दा बित्तिकै हामीले के काम कसरी गर्ने, कुन तरिका अपनाउने भन्ने कुरा त हामीलाई पहिला थाहा हुन्छ नि। ल, त्यसो भए 2 मा के हुनुहुन्छ योजनापछि? कार्य। कार्य भनेको के हो? योजना मुताबिकको कामहरू गर्ने, योजना अनुसारका काम गर्ने, योजना अनुसार, हैन? यसमा खास के गरिन्छ भने खास काम यही हुनुहुन्छ, गरिन्छ, हैन? अनुसन्धान सञ्चालन गर्ने। ल, कुन विधि अपनाउने भन्ने थियो, त्यही अपनाएर अनुसन्धान चाहिँ यहाँ सञ्चालन गरिन्छ भने त्यसलाई हामीले के भनिन्छ? कार्य भनिन्छ। अब यहाँ भित्रको कुरा बुझ्नुपर्छ है। अब तपाईँले यो पावरले मात्रै हुँदैन। प्लान भनेको योजना रहेछ, के गर्ने कसरी गर्ने भन्ने, त्यसलाई कार्यान्वयनमा ल्याउनु भनेको कार्य रहेछ। अब कार्य भइसकेपछि अर्को के भन्छ? अवलोकन। अवलोकनले के गर्छ? के कति काम भयो हेर्ने। काम योजना अनुसार भयो कि भएन, हैन? ल, यहाँ त अब शिक्षकले ल्याउन खोजेको सुधार भयो कि भएन हेर्ने। पढाउँदै गर्दा शिक्षकले ल्याउन खोजेको सुधार भयो भएन हेर्ने, अवलोकन गर्ने। सुधार आयो कि आएन, हामीले भने अनुसार भयो कि भएन, हैन? निष्कर्ष निकालेर निष्कर्ष निकाली ठिक बेठिक हेर्ने। ठिक बेठिक हेर्ने काम, निष्कर्ष निकाल्ने। ठिक छ कि छैन, ठिक भयो कि भएन, ठिक भयो कि बेठिक भयो कि, हैन? योजना अनुसार भएको नभएको यसलाई हेर्ने। योजना अनुसार भयो कि भएन, हो। त्यही भएर के भन्छ? अनुसन्धान प्रक्रिया अवलोकनले पुनः फर्केर हेर्ने कि। अनुसन्धान प्रक्रिया पुनः फर्केर एकचोटि हेर्ने। अवलोकन भने त त्यही हो, माथिबाट तलसम्म सबै कुराहरू के कति ठिक भयो ती सबै चाहिँ के गर्ने? हेर्ने काम यसले गर्छ भने। अर्को पेजमा जाम है, अहिले अक्षर सानो हुने भए। ल, अर्को 4 मा के हुन्छ? प्रतिबिम्बन। ल हेर्नुहोस्, यो महत्त्वपूर्ण कुरा हो। रिफ्लेक्सन भनेको तपाईले ऐनामा हेर्दाखेरि के गर्नुहुन्छ? रिफ्लेक्स पाउनुहुन्छ नि। अब त्यस्तै हो यो पनि, पुरै अनुसन्धान। अब यसले ठ्याक्कै अब अवलोकन त माथि गर्ने, यसले के भन्छ भने ठिक ठिक भएको भए कति % ठिक भयो, नभएको भए कति % भएन हेर्ने काम गर्दछ। अब यसले चाहिँ
तपाईँले घाममा सिसा पार्दाखेरि जस्तो रिफ्लेक्सन दिन्छ त्यस्तै दिन पर्यो प्रतिबिम्बन ट्याक्कै। के हुन पर्यो भन्दा यसले अब के महत्त्वपूर्ण डिसिजन गर्ने हो भन्दा अनुसन्धान पुनः दोहोऱ्याउने वा नदोहोऱ्याउने। अनुसन्धान पुनः गर्ने कि सक्ने निर्णय गर्छ यसले। ल यहाँ के बुझ्नु पर्यो भने हाम्रो समस्या हामीले खोजे जस्तो समस्या समाधान भएको छ भने दोहोऱ्याउन परेन। समस्या हाम्रो खोजेको समाधान भएन भने त फेरि पुनः दोहोऱ्याउन पर्यो। यहाँबाट बल्ल यसले चाहिँ बोर्ड डिसिजन गर्छ हो, यसले चिन्तन मनन गरेर अठोट गर्छ होइन। उपयुक्त ढङ्गबाट अनुसन्धान हुन नसकेमा फेरि अनुसन्धान गर्नुपर्ने भनेर हामीलाई चाहिँ राइट डिसिजन दिन्छ। त्यसैले यसलाई सबैभन्दा महत्त्वपूर्ण तत्त्व मानिन्छ। चारवटा मध्येको सबभन्दा महत्त्वपूर्ण योलाई मान्ने हो। किन भन्दा अरू त योजना बनाउने त्यही अनुसार काम भयो भएन हेर्ने मात्रै कुरा हो। लास्टमा आएर डिसिजन दिनु त यो त जटिल हुन्छ नि। त्यही भएर यसलाई चाहिँ के मानिन्छ, महत्त्वपूर्ण मानिन्छ। अब तपाईँले अझै क्लियर हुनलाई आज तपाईँ कार्यमूलक अनुसन्धानमा क्लियर हुनुपर्छ है। कार्यमूलक अनुसन्धानका विशेषता। कार्यमूलक अनुसन्धान तपाईँले प्रावि लाइसेन्स जे दिए पनि एउटा प्रश्न तपाईँको सियोर प्रश्न हो। कार्यमूलक अनुसन्धानका विशेषता भन्दा बित्तिकै यो तत्कालीन समस्यामा आधारित। पहिलो त झ्याप्पै जे समस्या आउँछ त्यसपछि अनुसन्धान गर्ने हो। यहाँ पूर्व पहिल्यैबाट तयारी गरेर पुराना जाने समस्याहरू खोजेर यहाँ होइन कि शिक्षण गर्दै गर्दाखेरि जे हामीले चाहिँ समस्या परेको छ त्यसकारण चाहिँ त्यहीबाट यो समस्या समाधानमा आधारित होइन। यो के हुन्छ, यो भनेको त्यही कार्यमूलक अनुसन्धान है। सुधारमुखी हुन्छ, यसले अरूलाई भन्दा पनि सुधारमुखी हुन्छ। किनभने जहाँ समस्या पर्यो त्यसलाई चाहिँ जसरी पनि समाधान गर्नेतिर लान्छ। त्यसकारण यो के हुन्छ, सुधारमुखी हुन्छ। यो कार्यान्वयनकर्ताबाटै गरिन्छ। कार्यान्वयनकर्ता भनेको जसले अनुसन्धान गर्छ उसैले होइन। यो अनुसन्धान सहभागितात्मक हुन्छ। मैले सर्टकट मात्रै लेखिदिएछु है तपाईँलाई चाहिँ महत्त्वपूर्ण के मात्रै। यो अनुसन्धान सहभागितात्मक हुन्छ। सहभागितात्मक हुन्छ। यो सक्रिय अनुसन्धान हो। यसमा संख्यात्मक भन्दा गुणात्मकमा जोड दिन्छ। संख्यात्मक भन्दा गुणात्मकमा जोड दिन्छ। संख्यालाई भन्दा पनि यो चाहिँ परिमाण, रिजल्ट, गुण। यो
यो छुट्टै नभएर शिक्षण सिकाइ लाभ सँगसँगै हुन्छ। यो छुट्टै नभएर शिक्षण सिकाइ क्रियाकलाप, शिक्षण सिकाइ क्रियाकलाप गर्दै जाँदाखेरि यो अनुसन्धान पनि गरिन्छ। त्यही भएर यो छुट्टै होइन, यो कुनै छुट्टै यसलाई समय दिन पर्दैन होइन। अब विशेष गरेर यो सिकाइका विविध पक्षको सुधारमा केन्द्रित हुन्छ। अब सबै पक्षलाई यसले सुधार्नतिर अगाडि बढ्छ। यसले विद्यालयको पनि बहुआयामिक पक्षमा सुधार ल्याउँछ है। अब यति भइसकेपछि ल धेरै लेखेर मात्रै हुँदैन। अब तपाईँले मुख्य बुझ्न पर्ने कुरा के हुन्छ भने यो कार्यमूलक अनुसन्धान पेसाकर्मीले आफूलाई जहाँनेर समस्या आयो ठ्याक्कै त्यही आफैले अनुसन्धान गर्ने र आफैले समस्या समाधान गर्ने एउटा चक्रीय प्रक्रिया रहेछ। चक्रीय, यो घुमिरहने रहेछ। किन घुमिरहनु भयो त भन्दाखेरि यो समस्या समाधान नभएसम्म यसलाई घुमाइरहने रहेछ। घुमाउने काम केले गर्दो रहेछ? यो प्रतिबिम्बनले गर्दो, रिफ्लेक्सनले के गर्दो रहेछ भन्दा यो अनुसन्धान घुमाउने कि यहीँ छोड्ने, घुमाउने कि यहीँ छोड्ने भन्ने कुरा गर्दो रहेछ। ल हेर्नुहोस्, अब यो तपाईँले शिक्षक सेवा आयोगमा एकदमै 1 नम्बर एउटा प्रश्न महत्त्वपूर्ण चाहिँ पाटो हो। यो लाइसनबाट पनि यसमा एउटा प्रश्न सोध्छ। यो तपाईँले कार्यमूलक अनुसन्धान भन्दा बित्तिकै पेसाकर्मीले आफ्ना समस्याहरू, व्यावहारिक समस्या समाधान गर्नको लागि गरिएको यो अनुसन्धान अभिन्न अङ्ग कहिले बनाइयो भन्ने कुराहरू पनि यसबाट सोधेको छ। त्यसै गरी यो अनुसन्धानका उद्देश्य किन गर्नुपर्छ? शिक्षण सिकाइमा शिक्षकलाई आफूलाई आत्मबल वृद्धि गर्ने, आफूलाई परेका समस्या समाधान गर्ने र समस्या यसको अर्को काम पनि समाधान पहिचान गरेर उपचारात्मक शिक्षण, नयाँ तरिका अपनाउने काम पनि हो भन्ने कुरा हेर्यो। यो प्रक्रियामा पावर रहेछ, हाम्रो दम देखाउन पर्दो रहेछ। परीक्षामा पनि देखाउने हो, हामीले पढाइमा पनि देखाउने हो भन्ने कुरा तपाईँले जान्न पर्यो। अनि प्लान, एक्ट, अब्जर्भेसन र रिफ्लेक्सन, अब्जर्भिङ, अनि यसका अन्तर्गत के विशेषताहरू छन् भइसकेपछि हामीले यो कार्यमूलक अनुसन्धानलाई अलिकति प्रष्ट पार्ने प्रयास यो आजको सेसनबाट हामी गरिसकेका छौँ। अब हामी यो यसलाई यहीबाट कन्टिन्यू भोलिको फेरि 7 बजे सेसनमा समयमै जोडिनु होला। र तपाईँहरू हाम्रो के भइसकेको छ भने एकदमै बिल्कुलै नयाँ कक्षाहरू प्रावि र लाइसनको लागि मध्यनजर गरेर नयाँ कक्षाहरू सुरु भइसकेका छन्। तसर्थ तपाईँ अझै जोडिनु भएको छैन भने पनि 98,570 84,807 अथवा 98,025 90,601 यी नम्बरमा सम्पर्क गरेर तपाईँ क्लास बुक गर्न सक्नुहुन्छ। न्यूनतम शुल्कमा तपाईँले परीक्षासम्म कन्टिन्यू पढ्न पाउनुहुन्छ। तपाईँलाई हामीले अहिलेसम्म बोलेको वचन तपाईँ पढाइ भएन, यो सरले पढाएको भएन भन्ने सुन्न पाइएको छैन। यो एकदमै खुल्छ। प्रावि कहिले खुल्छ भन्दा यो महिनाको अन्तिममा खुल्छ, ढुक्क खुल्छ। अबको बोर्डीमा चाहिँ 10 दिनभित्रमा यो विज्ञापन खुल्छ भनिसकेपछि तपाईँहरूले त्योभन्दा सके चाँडै जो खुल्ला। आयोगले पनि आफ्नो कार्यतालिकालाई ढिला भएको वैशाखमै खुल्न पर्ने कार्यतालिका विविध कारण अनि यो आधारभूत तहमा खोल्ने भन्दा फेरि विविध कारणले नखुलेको अब ढुक्क खुल्ने योजना बनाइसकेको छ। त्यसकारण
कति पर्छ भन्नुभएको छ। जम्मा तपाईँलाई चाहिँ मैले यहाँ लेख्दै 2000मा तपाईँले परीक्षासम्म मजाले पढ्न पाउनुहुन्छ। पढाउने हामीले हो। पढाउनेले चाहिँ नि तपाईँहरूलाई चाहिँ पढाइबाट कुनै पनि विषयवस्तु जिरोबाट सुरु गरेर तपाईँको पुरै कोर्स सकिन्छ। पुरै मजाले शिक्षाको यो शिक्षाको पाटो जति जम्मै मैले पढाउँछु। अनि शिक्षक सेवा आयोग संविधान ऐन नियम पनि मैले पढाउँछु। 50 मार्क्सको मैले पढाउँछु। अरू जिके सरले पढाउनुहुन्छ, आइक्यू सरले आइक्यूको र आइसिटी सरले छुट्टा छुट्टै तपाईँको पढाइ हुन्छ। तपाईँले आजै यो हाम्रो इलाइट पाठशालाबाट जोडिन सक्नुहुन्छ र नयाँ कक्षा बुक गर्न सक्नुहुन्छ। ल जति पनि तपाईँ लाइभमा हुनुहुन्छ, अब हामी महत्त्वपूर्ण प्रश्न उत्तर सेसनलाई जोड्नेछौँ। तसर्थ तपाईँ जति पनि क्याप्सनमा भएको लिङ्क क्लिक गरेर तपाईँ जुममा आउनलाई मैले अनुरोध गरेँ। जुममा आउनु होला। हाम्रो चाहिँ अब कन्टिन्यू रूपमा क्वेसन एन्सर सेसन 7 बजे हुन्थ्यो। अहिले 8 बजे हामी क्वेसन एन्सर, 7 बजे रेगुलर क्लासमा सञ्चालन गर्दैछौँ। तसर्थ तपाईँ नछुट्टिनु होला। 1 मिनटमा हामी फेरि क्वेसन एन्सर सुरु गर्नेछौँ है त।
ल नमस्ते नमस्ते नमस्ते, स्वागत छ फेरि पनि सम्पूर्ण साथीहरूलाई यो मिसन प्रावि अन्तर्गतको यो प्रश्न उत्तर सेसनबाट सम्पूर्ण साथीहरूलाई स्वागत छ। ल अब तपाईँले धेरैभन्दा धेरै मिलाउनु पर्ने हुन्छ है। अब हामी तीव्र गतिमा तयारी, पाठ प्लस क्वेसन एन्सर सँगसँगै जाने अभ्यास गर्दै जाने। यो मैले जानी जानी बिगारे, मैले भुले भन्ने चाहिँ परिपाटीलाई के गर्ने त भन्दा निराकरण गर्ने। अबको सेसनमा अब हामीले के भन्दाखेरि अब धेरै साथीहरूले निमावि मावि निमावि हुँदै प्राविसम्म पढ्नु भएको छ। धेरै कुराहरू लगभग विषयवस्तु पाठ्यक्रमको बारेमा धेरै कुरा तपाईँहरूलाई थाहा पनि भइसकेको छ। अब हामी नयाँ विश्लेषणात्मक तरिकाले अगाडि बढ्ने योजना छ। तसर्थ तपाईँहरूले पनि अब त्यसै अनुरूप धेरैभन्दा धेरै मिलाउने प्रयास गर्नुपर्ने हुन्छ। ल जति पनि हामीलाई फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई मैले एक एक सेयर गर्न अनुरोध गरेँ। तपाईँहरूले एक एक सेयर हानिहाल्नु होला अनि हामी अगाडि बढ्छौँ। ल नयाँ साथीहरू पनि जोडिने क्रम जारी छ। यो निशुल्क रूपमा सञ्चालन हुने क्वेसन एन्सर सेसन तपाईँहरूलाई इलाइट पाठशालाबाट स्वागत छ। फेरि पनि सम्पूर्ण साथीहरूलाई ल एक एक सेयर हानिहाल्नु होला, त्यसपछि हामी अगाडि बढ्छौँ। धेरै साथीहरू अझै जोइन हुन बाँकी छ, जोइन हुँदै गर्नु भएको छ। ल सेयर हानिहाल्नु होला। च्याट खोल्नु पर्यो सर जुमको भन्नुभएको छ मिस्टर ओलीजी। जुमको च्याट खोलिए छैन? ल हेरिहालौँ है। होस्टको होस्ट ठिक छ, च्याट त च्याट ठिक छ। च्याट हुँदैन त ग्रुपमा भन्नुभएको छ सम्झनाजी। च्याट भइरहेछ यहाँ, मैले देखिरहेको छु। सोनमजीको भइरहेछ, सीता पोखरेलको भइरहेछ। ल च्याट गर्नु होला, च्याट गर्नु होला, हुन्छ। ल एक एक सेयर हान्न नबिर्सिनु होला। एक एक सेयर हानेर तपाईँको महत्त्वपूर्ण प्रश्नहरू छन् तपाईँको वालमा राख्नको लागि मैले अनुरोध गरेँ र फेसबुक पेजबाट जोडिने साथीहरूको पनि म यहाँ नाम उच्चारण गर्नेछु। जति पनि हामीलाई हेर्दै हुनुहुन्छ फेसबुक पेजबाट, ल जति पनि विष्णु प्रसाद पोखरेल पेजबाट हेर्नु भएको छ, एकदमै एन्जेलाजी 7 बजेबाटै जुममा जोइन हुँदैन भन्नुभएको छ। क्याप्सनमा गएर लिङ्क छ, त्यसमा क्लिक गर्नुभयो भने जुममा आउन मिल्छ, मजाले सकिन्छ। 7 बजेबाट कन्टिन्यू। आरुषिजी भएको छ होला, अब धेरै साथीहरू जोडिनु भएको छ भनेपछि तपाईँहरूको पनि हुनपर्ने। जुमबाट आउनु होला। हाम्रो जोइन हुन मिलेको छैन, ल कुनै टेक्निकल इस्यु आयो होला, त्यहाँ हाम्रो टेक्निकल टिमले हेर्दै हुनुहुन्छ। ठिकै छ, त्यो त नआए लाइभबाट पनि तपाईँले लाइभ सेयर गर्नु होला। रेकर्डेड भिडियो तपाईँले सबै पाउनुहुन्छ। तपाईँले कक्षामा पिडिएफ नोट, हामीसँग तपाईँहरूको बुक पनि उपलब्ध छ। बुक नोटदेखि लिएर भिडियो, रेकर्डेड भिडियो, क्वेसन एन्सर जति पनि तपाईँ जोडिनु भएको छ, तपाईँहरूलाई भरपूर पढ्नको लागि तपाईँलाई मेटेरियल कमी भयो भन्ने हुँदैन है। तसर्थ तपाईँले ढिलो नगरिकन यो क्लास जोडिहाल्नु होला। मिस्टर ओलीजी एउटै हो, तपाईँ चाहिँ यता त्यसैको चाहिँ अर्को शाखा हो। तपाईँले यसबाट बढी अब मेरो क्लास यहाँबाट हुन्छ है, मैले यति भन्न चाहेँ। ल अब हामी ढिलो नगरिकन प्रश्न उत्तरतर्फै अगाडि बढ्छौँ। ल धेरै काउन्ट गर्दै जानु होला, के कति मिल्छ कस्तो रहन्छ। ल शिक्षाको व्यापक अर्थको प्रतिनिधित्व। व्यापक अर्थ भनेको अब के हुन्छ भन्दाखेरि शिक्षाको व्यापक अर्थले के राख्छ, शाब्दिक भनौँ भने
हामीले के खोज्छौँ, कुन शब्दबाट आयो भन्ने खोज्छौँ होइन। शाब्दिक अर्थ, सङ्कुचित भनौँ भने एकदम साँघुरो दृष्टिकोणले हेर्ने भनिन्छ। व्यापक अर्थले के जनाउँछ भने व्यापक भनेको त शिक्षा त के हो, शिक्षा सिकेर कहिले पनि सकिँदैन। जीवनभरि आजीवनभरि चाहे औपचारिक अनौपचारिक अनियमित जुनसुकै तवरबाट पनि हामीले सिकाइ टिकी नै रहन्छ। तसर्थ सिकाइ सिकेर पुरा हुँदैन भन्ने कुरा नै शिक्षाको व्यापक अर्थ हो भन्ने बुझेपछि तपाईँले अब यहाँ उत्तर लाउनलाई गाह्रो पर्छ? पक्कै पर्दैन मलाई लाग्छ। ल नमस्ते नमस्ते नमस्ते, मेरो एसएमएस आइरहेछ सबैको। आज कक्षा जोडिन गाह्रो भयो भन्नुभएको छ, बल्ल जोइन भयो भन्नुभएको छ। ल धेरै साथीको आइरहेछ। ल एकदमै ल हेर्नुहोस्, भनेपछि त अब तपाईँ जीवनभरि चलिरहने भनेपछि अब उत्तर लाउनलाई गाह्रो भयो भएन नि त। 100% व्यापक अर्थले के जनाउँछ भने जीवन पर्यन्त शिक्षाको प्रतिनिधित्व गर्छ। शिक्षा अब तपाईँले आफै लाटो हिसाबले पनि सिकेर कहिले पनि सकिँदैन। बुढेसकालमा पनि परीक्षा दिइरहेको देख्नु भएको छ होइन। ज्ञान चाहिँ नलेज जहिले पनि लिनु राम्रो हुन्छ। मानव विकासमा परजीवीको अवस्था, ल हेर्नुहोस्, परजीवीको अवस्था यो हर्लकले मानव विकासका 10वटा चरणहरू भने त्यसमध्ये को यो सबिनाजी नमस्ते वेलकम छ। सीताजी ल एक एक सेयर हान्नु होला तपाईँको वालमा, यसलाई राख्नलाई नबिर्सिनु होला। क हो कि भन्नुभएको छ हिराजी। ल शेरबहादुरजी अब यो हप्ता चलिरहन्छ, क्वेसन एन्सर त हाम्रो चलिरहन्छ होइन। सन्ध्याजी ल ख भन्नुभयो धेरै साथीहरूले होइन। तपाईँहरूले अलि सोच्न पर्यो। ल हेर्नुहोस् के सोच्न पर्यो भने मानव विकास परजीवी भन्दा यो त जन्मन भन्दा पहिल्यै को हो, परजीवी अरूमा आश्रित हुने होइन को अवस्था हो भनिसकेपछि त अब के हुने भयो परजीवी भनेपछि त यहाँ त अप्सन हेर्नुहोस् त, शैशव अवस्था, उत्तर शैशव अवस्था, माथिका सबै भनेपछि त परजीवी भन्दा त जन्मभन्दा पहिलाका कुराहरू हो। जन्मन भन्दा पहिलाको अवस्था भनेको गर्भावस्था हो भन्ने कुरा सिधै होइन। निमावी ट्युटरमा हो भने ट्युटरबाटै पढाइ हुन्छ। तपाईँ चाहिँ नयाँ साथीहरूको लागि इलाइटबाट हुन्छ। ल ओके, अब मेरो धेरै क्लास बरु यताबाट हुन्छ है, इलाइटबाट। डेली लाइभ सेसन यसैबाट हुन्छ र पेजमा जोडिन नबिर्सिनु होला। नेपाली भाषामा अब्बल ठानिएको विद्यार्थीलाई कोरियन भाषा सिकाउँदा उत्पन्न हुने प्रति सिकाइको कुन स्थानान्तरण मानिन्छ? ल हेर्नुहोस्, नेपाली जानेकोलाई ओके मजाले भइहाल्छ हिराजी। धेरै जसो त हाम्रो आत्मीय मित्रहरू हुनुहुन्छ, तपाईँहरूलाई छोड्ने मनै छैन नि त, हुने कुरो नि भएन। अब तपाईँले नेपाली पढेको, तपाईँ हामीलाई कोरियन पढ्नलाई कस्तो लाग्छ? अब उत्तर त्यही छ है। तपाईँ आफैमा तपाईँमा उत्तर छ। तपाईँलाई कोरियन विषय पढ्नु पर्यो भने नेपाली त फर्र पढ्नुहुन्छ। कुन होला? शून्य, सकारात्मक, नकारात्मक? नेपाली भाषामा अब्बल ठानिएको विद्यार्थीलाई कोरियन भाषा सिकाउँदा उत्पन्न हुने प्रतिक्रिया प्रति सिकाइको कुन स्थानान्तरण मानिन्छ? कुन होला? ओके, यो के भयो भन्दाखेरि अलिकति पनि अब हामीले त कोरियन सिक्दाखेरि त त्यति सजिलै सिक्न त सकिन्न नि होइन। सजिलै सिक्न नसकेपछि हामीलाई त गाह्रो हुन्छ। कोरियन त्यति सजिलै, हामी नेपाली जानेका कोरियन यति सजिलो भए यो आयोग पढिन्थेन, हामीले कोरियनै पढिन्थ्यो। सिधै नेपाली पढे जस्तो कोरियन भएको भए हामी कोरियन पढेर
कोरियन लाउरे बहिनी थियो, यहाँ टिचर बहिनी थिएन। त्यही भएर यो नकारात्मक भयो। सिकारुले सिक्ने विषयवस्तु कठिन भएमा सिकारुलाई कस्तो पुनर्बल आवश्यक पर्छ? ल हेर्नुहोस् त, यो प्रश्न तपाईँले मजाले मिलाउनुहुन्छ। अब कठिन विषयवस्तु छ भने हामीले जहिले पनि सिकाइलाई हौसला प्रदान गर्नुपर्छ। सिकाइलाई चाहिँ प्रत्येक स्टेपमा ल हो सेवास, हामीले बच्चाहरूलाई पनि के गरिन्छ भने कठिन विषयवस्तु हो यति स्टेप चाहिँ मिलो है, ल बाबु अब 2 स्टेप मिलायो भने त ठ्याक्कै मिल्छ, ल 3 स्टेप चाहिँ राम्रो भयो है, ल बाबु ल धेरै राम्रो छ है, प्रयास राम्रो छ भन्दै उसलाई चाहिँ उत्प्रेरित गर्दै गइयो निरन्तर। ल अहिलेसम्मको ठिक छ भन्दै गइयो भने त उसले के गर्छ भन्दाखेरि विषयवस्तु सिक्न सक्छ, तसर्थ त्यसलाई निरन्तर पुनर्बल। ल प्राविको भ्याकेन्सी आउँछ नै भन्नुभएको छ, धेरै साथीको यो जिज्ञासा। तपाईँलाई मैले एउटा के अनुरोध गरेँ भने आज पनि शिक्षक सेवा आयोगका पदाधिकारीहरूसँग सम्पर्क भएकोमा के अब छिट्टै नै विज्ञापन टाँस्ने गरी तयारी भइरहेको छ। ल हेर्नुहोस्, विज्ञापन 100% खुल्छ यति भने। अब तपाईँ बरु 2-4 दिन तल माथि होला, ठ्याक्कै भोलि जो खुल्छ भन्न सकिएन, अझै यो महिनाभरिमा खुल्ने कुरा छ। यो महिनामा कति दिनमा अब मुख्य लगभग खोल्ने सहमति भइसकेको छ भनेपछि खुल्छ। ल तपाईँले केही गर्नु पर्दैन, 98 570 84 807 सम्पर्क गर्नु होला। ल धेरै साथीले के गर्ने भन्नुभयो, 98 570 84 807 एक पटक कल गर्नु होला। ठिक छ। ल हेर्नुहोस्, निरन्तर पुनर्बल दिएपछि एकदम सजिलो प्रश्न धेरै गाह्रो दिन पनि पर्दैन। तपाईँले कसरी हेर्नुहुन्छ त्यहाँ भर पर्छ। पाठ्य पुस्तक निर्माणको आधार तलका मध्ये कुन हो? पाठ्य पुस्तक के का आधारमा बनाइन्छ? राष्ट्रिय उद्देश्य हेर्नै पर्यो, तहगत उद्देश्य हेर्न पर्यो, शिक्षक निर्देशिका हेर्न पर्यो, पाठ्यक्रम हेर्न पर्यो। के हेर्ने पाठ्य पुस्तक बनाउँदाखेरि? ल 5 को डी भन्नुभयो, ख भन्नुभयो। रेडमीजी हेर्नु होला फेरि एकचोटि। हिराजी ल हेर्नुहोस् त, अब अरूसित हामीलाई त्यो जे हेर्न पर्छ, जे हेर्न पर्छ त्यो राष्ट्रिय उद्देश्य, राष्ट्रिय अन्तर्राष्ट्रिय तहगत जे हेर्न पर्छ त्यो सबै पाठ्यक्रमले हैन, पाठ्यक्रम बनाउँदाखेरि हेर्छ। पाठ्य पुस्तक भनेको नितान्त हामीलाई अरू मतलब भएन, हामीले हेर्ने भनेको ओन्ली वान पाठ्यक्रम हो। ओन्ली वान पाठ्यक्रम हेरेर पाठ्यक्रममा जे विषयवस्तुहरू पढ्न भनेको छ त्यसैका आधारमा हामीले पाठ्य पुस्तक निर्माण गरिन्छ भनेपछि अरू हामीलाई राष्ट्रिय उद्देश्यसित सरकार भएन। उद्देश्यहरू यिनी सबै केले हेर्छ भन्दा पाठ्यक्रमले हेर्छ। हामीलाई त पाठ्यक्रमले विषयवस्तु निर्धारण गरिसकेको छ, त्यही विषयवस्तुमा रहेर पाठ्य पुस्तक तयार गरिन्छ। ल धेरै साथीहरूले यसको पनि राइट मिलाउनु भएको छ। अब 6 को त यो लगभग मलाई लाग्छ भुलेर पनि गलत मिस्टेक आउन होला, उत्तर 100% राइट उत्तर आउँछ। के भनेछ? घर परिवारको भन्दा आफ्नो समूहको नियम र मूल्य मान्यताको प्रभाव बढी देखिने अवस्था। घर परिवारको भन्दा पनि साथीभाइले भनेको बढी मान्ने कुन अवस्था हुन्छ? तपाईँले कुन अवस्था मान्नुभयो? तपाईँले घरकाले भन्दा पनि साथीले जाम भनेपछि गएँ भन्दै आउने अवस्था कुन भयो? पूर्व बाल्यावस्था कि उत्तर बाल्यावस्था कि किशोरावस्था कि? ल यो त सबै साथीहरूको एकदमै राइट उत्तर बाल्यावस्था।
ल, अनुकरणबाट हुने सिकाइ तलका मध्ये कुन सिकाइको निकट छ? अनुकरणबाट। ल हेर्नुहोस् है, अनुकरणबाट यो धेरैचोटि सोधिरहेको हुन्छ परीक्षामा पनि, तपाईँलाई अत्यन्तै महत्त्वपूर्ण। अनुकरण भने के हो? पलजी एकचोटि सोच्नु होला। सुनिताजी, हिराजी होला। अनुकरण भनेको के हो भने अरूले गरेको देखेर, अरूले गरेको देखेर सिक्ने, अरूले गरेको देखेर। ल हेर्नुहोस्, त्यही नक्कल गर्ने। त्यही नक्कल गर्ने, अरूले गरेको देखेर त्यही सिक्ने। जस्तै तपाईँको चाहिँ देखा सिकी गर्ने होइन। जस्तै आमाहरूले लिपस्टिक लगाएको देखेर छोराछोरीले के गरे हुन्छन्, मुखैभरि रातै गराएर हिँडेको तपाईँले देख्नु भएको छ। त्यसकारण के भनिन्छ भने त्यसलाई बान्डुराको सामाजिक, समाजबाट बान्डुराले के भनेका छन् भने समाजमा भएका गतिविधिहरूबाट सिकिन्छ। बालबच्चाले पनि के गर्छ, जस्तो समाजमा हुर्क्यो त्यस्तै खालको संस्कारहरू सिकेको हुन्छ। त्यसकारण यो अनुकरणबाट सिक्ने भन्यो भने तपाईँ बान्डुरामा ढुक्कसँग। तथ्याङ्कले देखाएका मध्ये कुन कार्य गर्न सक्दैन? यो पनि अत्यन्तै महत्त्वपूर्ण प्रश्न। ल हेर्नुहोस्, तथ्याङ्कले देखाएका कुन कार्य गर्न सक्दैन? आज रेगुलर क्लास 7 बजे भयो सुजिताजी, यो समय अलिकति उल्टा भयो है। रेगुलर क्लास पहिला भयो, क्वेसन एन्सर पछि भयो आज। तथ्याङ्कले दिएको कुन कार्य गर्न सक्दैन? ल हेर्नुहोस्, तथ्याङ्कलाई संख्यात्मक रूप दिन, जटिल तथ्यहरूलाई सरलीकृत गर्न, व्यक्तिगत एकाइको अध्ययन गर्न, तुलना गर्ने सुविधा प्रदान गर्न। के होला? एप्सबाट जोइन हुन्न मिलेन 7 बजे हो र रविनाजी? मिलेन भने सम्पर्क गर्नुलाई यो नम्बरमा 9805708487 अथवा 9802590602 मा सम्पर्क गर्नु होला। ग हो कि भन्नुभयो? ल हेर्नुहोस्, यो के हो भने सिधै अब तथ्याङ्कले जहिले पनि व्यक्तिगत एकाइको अध्ययन गर्दैन। तथ्याङ्क हुनलाई एउटा मात्रै भयो भने तथ्याङ्कै हुन्न कि, त्योभन्दा धेरै हुन पर्यो। तथ्याङ्क जहिले पनि दुईटा भन्दा बढी हुन पर्यो। त्यस कारणले चाहिँ व्यक्तिगत एकाइको अध्ययन गर्दैन। ठिक छ? ल ठिक छ। यो पनि एकदमै सजिलो। ल हेर्नुहोस्, तलका मध्ये कुन शिक्षणमा योजनाका लागि, तपाईँले योजना बनाउनका लागि योजनाका लागि पर्याप्त समय हुन्छ? तलका मध्ये कुन शिक्षणमा योजनाका लागि पर्याप्त समय हुन्छ? कुनमा हो? ल हेर्नुहोस्, त कक्षा शिक्षण कि बहुकक्षा कि बहुकक्षा बहुस्तर कि विषय के होला? योजनाका लागि तपाईँले योजना बनाउनलाई पर्याप्त समय हुने कुनमा हो? ल ल, धेरै साथीहरूको उत्तर क नै हो भन्नुभएको छ। कमा त क खमा त हुँदैन। योजना बनाउनलाई त तपाईँलाई यो विषय शिक्षणमा तपाईँले आफ्नो विषय पढाउने भएपछि अरू समयमा तपाईँले मजाले योजनाहरू बनाएर शिक्षण गर्न सक्नुहुन्छ। ल नेक्स्ट 10 मा जाम। चलाखीपूर्ण रूपबाट उपयोग गरी अरूद्वारा काम सम्पन्न गराउने कलालाई, चलाखीबाट
अरूबाट काम सम्पन्न गराउने कला, अनुयायीहरूलाई प्रभावित पारेर नेतृत्व गर्ने हुन्थ्यो भने, प्रभावित गरेर काममा लगाउँथ्यो भने नेतृत्व हुन्थ्यो। यहाँ त के भने उपयोग गरे सबैलाई चाहिँ नि एकदमै अब म्यानेजमेन्ट गर्ने मान्छे त के हुन पर्यो, टाठो हुन पर्यो नि होइन, चलाखी हुन पर्यो। उसले सबैलाई काम लाएर अनि के गर्ने, काम चाहिँ सम्पन्न गराउन सक्छ भने त्यो कलालाई भन्छ म्यानेजमेन्ट। बल्ल ओहो कति राम्रो म्यानेजमेन्ट, सबै कुरा ठ्याक्क मिलेको भयो भने हामीले पनि प्रशंसा गर्छौँ, ओहो म्यानेजमेन्ट त साह्रै राम्रो रहेछ भन्छौँ नि। नेतृत्व राम्रो रहेछ भन्दैनौँ नि, म्यानेजमेन्ट राम्रो रहेछ भन्छौँ नि होइन। नेपालको संविधानमा मौलिक हक अन्तर्गत सूचनाको हक धारा कतिमा छ? स सो स स न्या अ या नि छु। ल सूचनाको हक भन्दा बित्तिकै धारा 27 होइन, धारा 27 न्या अ या नि छु स धासु। ल ल अनुसूची 7मा के को व्यवस्था गरिएको छ? अनुसूची 7मा नेपालको संविधान अनुसार झगानी भनेर हामीले पढ्छौँ होइन। झगानी खण्डगान निशाना छाप, 4मा जिल्ला, 5मा सङ्घको अधिकार सङ्घ, अनि 6मा अनि प्रदेश, अनि 7मा सङ्घ र प्रदेश। यसरी चाहिँ 8मा स्थानीय, 9मा सङ्घ प्रदेश र स्थानीय तह गरेर तिनै भनेपछि यो पनि डाउट भएन, 100% ठिक छ। शिक्षा ऐन 2028 को प्रस्तावनामा तलका मध्ये कुन दिशातर्फ केन्द्रित रहने उल्लेख गरिएको छ? अब शिक्षा कुन दिशातर्फ केन्द्रित रहने कुरा यहाँ जोड दिएको छ? कुन होला? ल भेरी गुड। ल धेरै साथीहरूले दिएको उत्तर एकदमै ठिक छ। विद्यालयको व्यवस्थापन र गुणस्तर, यो शिक्षा ऐनले प्रस्तावनाले जो के भनेको छ भने विद्यालयको व्यवस्थापन र गुणस्तर अभिवृद्धि गर्ने, विद्यालयको व्यवस्थापन र गुणस्तर अभिवृद्धि गर्ने दिशातर्फ केन्द्रित रहनेछ। यो शिक्षा ऐन विद्यालयको व्यवस्थापन र गुणस्तर अभिवृद्धि गर्न भनेर बनेको हो भन्ने कुरा यसले उल्लेख गर्यो। ल निम्न मध्ये कुन वायुमण्डलमा ओजन तह पाइन्छ? ओजन तह पाइने वायुमण्डल कुन हो? निम्न मण्डल हो कि समताप मण्डल हो कि मध्य मण्डल हो कि बर्मा मण्डल हो? बाह्य मण्डल, सरी बाह्य मण्डल, मध्य मण्डल, समताप मण्डल र निम्न मण्डल। ल धेरै साथीहरूले नवराजी फेरि एकचोटि हेर्नु होला, पहलजी, सुनिताजी मध्य मण्डलमा नभएर ओजन तह पातलिँदै गएको छ भनेर पढ्छौँ नि। त्यसले गर्दाखेरि माथि सूर्यको किरण चाहिँ यहाँ भित्र छिर्ने, माथिबाट चाहिँ तलको तापक्रम माथि नजाने, यो भनेको समताप मण्डलमा पाइन्छ। कोशी नदीको बहाव क्षमता कति रहेको छ? ल
सबैभन्दा ठुलो नदी, विश्वकै दोस्रो बालुवा बोक्ने नदी कोशी नदी हो भने यसको बहाव क्षमता कति छ? ल 15 को 17 13 15 64 13 16 15 को क भन्नुभयो, ख भन्नुभयो, 17 13 भन्नुभयो, ल कति छ? 13 16 पनि भन्नुभयो, ल कति होला बहाव क्षमता पानीको? ओके, 1564 घन मिटर प्रति सेकेन्ड कोशी नदीको बहाव क्षमता। नेपालमा एसटिडी सेवाको सुरुवात कहिलेदेखि भएको? हामीले फोनमा भन्छौँ नि आइएसटिडी एसटिडी। कहिलेदेखि भयो? विषम 2042 सालबाट। ल तपाईँले दिएको उत्तर एकदम ठिक छ। ल लिच्छवी कालमा न्यायाधीशलाई के भनिन्थ्यो? लिच्छवी कालमा न्यायाधीशलाई के भनेर चिनिन्थ्यो? स्वार्थवा भनिन्थ्यो कि दण्डनायक भनिन्थ्यो कि सर्वदण्डनायक भनिन्थ्यो कि कुथेर भनिन्थ्यो? लिच्छवी कालमा न्यायाधीशलाई के भनिन्थ्यो? न्यायाधीश भनेको त के हो? दण्डको नायक हो, सर्वदण्ड सबै दण्डको नायक हो भन्ने न्यायाधीश भनेको त ठुलै भयो नि होइन? फैसला सुनाउने हो भनेर तपाईँ सम्झिनु भयो भने पनि सर्वदण्ड, दण्ड नायक नभएर सर्वदण्ड सबै दण्डको चाहिँ न्याय दिने सर्वोच्च अदालतको न्यायाधीश जस्तो होइन? ल दिगो विकासको लक्ष्य नम्बर 4 केसँग सम्बन्धित छ? दिगो विकासको गरिबीको अन्त्य, भोकमरी, स्वास्थ्य, के हो? गुणस्तरीय शिक्षा। दिगो विकासको लक्ष्य नम्बर 4 भनेको गुणस्तरीय शिक्षा। यसमा सबै साथीहरूको उत्तर अत्यन्त राइट छ। ल हेर्नुहोस् है, एउटा यो जात जाति र प्रथाबाट भित्रबाट पनि सोध्छ। यो ताजपुरिया जातिको बसोबास कुन जिल्लामा अवस्थित रहेको छ? ताजपुरिया भन्ने जाति हो निर्मलाजी। ताजपुरिया कहाँ पाइन्छ? इलामतिर कि कास्की कि दाङ कि झापा र मोरङतिर? ल धेरै साथीहरूले हामीलाई फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ। सम्पूर्ण साथीहरूलाई मैले एक एक सेयर गर्न अनुरोध गरेँ। एक एक सेयर गरेर तपाईँले आफ्नो वालमा राखिहाल्नु होला महत्त्वपूर्ण प्रश्नहरू। ओके, के रहेछ? झापा र मोरङ। ताजपुरिया जाति भन्दा बित्तिकै झापा र मोरङ। ल एकदमै महत्त्वपूर्ण प्रश्न है। 10 देखि 5
कार्यालय समय 10:05 निर्धारण गर्ने को हुन्? हो र देवीजी? ल, कार्यालय समय 10 to 5 बनाउने देव शमशेर, वीर शमशेर, जुद्ध शमशेर, भीम शमशेर को हुन्? मिलाउनु पर्छ है। हो र सावित्राजी? एपमा थिएन? ओ, 17 गते 37 मिल्यो देवी पराजुलीजी, धेरै राम्रो। ल, बधाई छ। ल, अब सेकेन्डलाई मजाले तयारी गर्नु होला। परावी त छँदैछ। ल, देव शमशेरले के गरेका हुन् भन्दा कार्यालय समयलाई 10 to 5 निर्धारण गरेका हुन्। देव शमशेर। ल, धेरै साथीहरूले मिलाउनु भयो, एकदमै राम्रो। हावाको गति नाप्ने यन्त्रलाई के भनिन्छ? हावाको वेग, गति। देव देव हो, देव। हावाको गति केमा नाप्ने हो? ल हेर्नुहोस् है, हावाको वेग एल्गोमिटर हो कि अल्टिमिटर हो कि हाइड्रोमिटर हो कि एनिमोमिटर? हावाको गति कति स्पिड छ गति नाप्ने? ल, सिर्जनाजी प्राविको खुल्छ पार्वत मगरजी, मजाले खुल्छ। प्रावि खुल्दैन भन्ने चिन्तै नगर्नु होला। थोरै समय तालिका भन्दा अलि ढिलो खुल्छ, यो जेठभरिमा खुल्छ। ल, एनिमोमिटर हामीलाई त के फरक पर्यो, पढ्न तयारी गर्न पाइएको छ, झन् मजाको कुरा भयो नि त। खुल्न ढुक्कै खुल्छ अनि तयारी पुग्ने भयो। यो त सजिलो छ, अलिकति ढिलो हुँदाखेरि अझै तयारी गर्न सजिलो हुन्छ। सासाकावा अवार्ड केसँग सम्बन्धित छ? ल, यो प्रश्न दोहोरिएको है। ल, अब राम्रो गर्नुपर्छ कल्पनाजी। अब विगतका कमी कमजोरीहरू कहाँनिर कमी कमजोरी भयो, मेरो वास्तविक कमजोरी के रहेछ भन्ने कुरा हामीले थाहा पाइसक्यो। त्यो थाहा पाइसकेपछि अब एक पटक लड्नु, पछारिनु होइन, अथवा चाहिँ नि सोचे जस्तो नहुनुले केही फरक पर्दैन। तर अब फेरि उठ्दाखेरि अब हामी के गर्नुपर्छ? दरो गरी उठेपछि सानातिना हावाले पनि हामीलाई चाहिँ सानातिना चोट हामी पल्टन नसक्ने गरी उठेर अगाडि बढ्ने हो, तब बल्ल हुन्छ। ल, अब सासाकावा अवार्ड भन्दा बित्तिकै तपाईँले केसँग सम्बन्धित छ भनेर पढ्नुभयो? प्रकोप न्यूनीकरण गर्ने। अब प्रकोपको अवस्था सुरु भयो होइन। यसलाई न्यूनीकरण गर्नुलाई यो सासाकावा अवार्ड दिने गरिन्छ, न्यूनीकरणसँग सम्बन्धित व्यक्ति संस्था। एजेन्डा 21मा सर्वप्रथम हस्ताक्षर गर्ने। ल, जलवायु परिवर्तन सम्बन्धी नयाँ नयाँ कुराहरू सोध्दै जान पर्यो। धेरैको देवीजी, यो त धेरैको समस्या भनेकै जानेको प्रश्न बिगार्ने हो। बाहिर आएपछि ए थुक्क भन्दै आउने, ए होइन पो भने रहेछ लास्टमा भन्ने। ती कुराहरू त परीक्षार्थीका तिनी विशेषताभित्र पर्छन्। त्यसमा चाहिँ त धेरैका विशेषता मिल्छन्, त्यही भएर आत्तिहाल्ने होइन, सकभर चाहिँ बेटर गर्ने हो। एकचोटि चाहिँ झुक्किन्छ, बार बार त्यसरी झुक्किने होइन, आफूलाई निखारता ल्याउँदै जानुपर्छ र प्रश्नहरूको अभ्यास गर्नेको तरिका पनि यही हो। यी प्रश्नहरू हामीले गर्नुको पछाडि पनि त्यही हो होइन। सर्वप्रथम यो एजेन्डा 21मा चीनले गरेको, हाम्रै छिमेकी राष्ट्रले गर्दै हो। अब गरे त हामीलाई सजिलै भयो होइन। पानी सुधार्नलाई तपाईँको के हुन्छ भने अलिकति अझै हामी विषयवस्तुमा निखारता ल्याउने हो। पहिलो उपाय भनेकै विषयवस्तु अलिक कन्फिडेन्ट लेभल चाहिँ डेभलप गर्ने हो। अर्को कुरो, तपाईँ आफूमा आत्मबल, म पनि केही हो। तपाईँले सबभन्दा पहिला म पनि एउटा जिम्मेवार हो, म भन्दा बढी जान्ने अरू छन् होला, मैले केही पढेको छैन, मैले सक्दिनँ गर्दिनँ भन्ने तपाईँले आफूलाई कहिले कमजोर नठान्ने। गर्ने मैले म जस्तै हो, परीक्षा दिने सबै म जस्तै हुन् होइन। मैले पनि जानेर क्याम्पस लाइसेन्स पास गरेर आयोग दिने क्षमता राखिसकेका छु भनेपछि ये जाबा किताबमा लेखेका कुरा मैले आविष्कार, मानिसहरू रकेट पुगिसके, जहाज बनाइसके,
कत्रा कत्रा आविष्कार गरे। हाम्रो के छ त भन्दा ये अरूले लेखिदिएका विषयवस्तु त्यही पढ्ने कुरा मात्रै हो, किन पछि पर्ने भनेर आफैले आफैलाई एक्टिभ गर्नुभयो, मोटिभ गर्नुभयो भने बल्ल तपाईँको सबैभन्दा राम्रो मिल्न सक्छ, तपाईँलाई सकारात्मकतर्फ अगाडि बढ्छ। र अर्को विषयवस्तु जान्न पर्छ। त्यो कन्फिडेन्ट लेभल आउनलाई तपाईँले विषयवस्तु नेपालको परराष्ट्र नीतिका आधारहरू ठ्याक्कै तपाईँले पढ्नुभयो भने त जताडो सतोस् न। अस्ति संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत संस्था कुन होइन, 3टा अङ्ग दिएको थियो, एउटा विशिष्टीकृत दिएको थियो। त्यो भइसकेपछि त तपाईँलाई टेन्सनै भएन नि। यो पञ्चशीलको सिद्धान्त हो, संयुक्त राष्ट्र सङ्घको बडापत्र हो, असंलग्नता हो, यो शक्ति राष्ट्रको गुटमा संलग्न हुने भने त नेपालको यो पञ्चशीलको सिद्धान्त परराष्ट्र नीतिमा यो छैन, होइन, यो छैन। अरूको चाहिँ गुटमा गएर संलग्नता हुने भन्ने छैन। विश्वका 8000 मिटर अग्ला 14वटा हिमाल मध्ये नेपालमा कतिवटा हिमालहरू रहेका छन्? ल तपाईँलाई 14वटा हिमाल सम्झिने सूत्र बनाउने हो नि। एक्लो म 14 मना अन्न। एक्लो म, तर मलाई 14 मना अन्न चाहिन्छ भनेपछि तपाईँले 8वटा एभरेस्ट, कञ्चनजङ्घा, लोप्से, मकालु, चोयु, धवलागिरी, मनास्लु र अन्नपूर्ण, यसरी कतिवटा छन्? 8वटा छन्। पूर्वदेखि पश्चिमसम्म क कुम्लो बोकी चोगोला गम्मा फसे अन्ध सैपाल अपी भनेर लास्टमा अपी हुन्छ। क कञ्चनजङ्घादेखि सबैभन्दा पश्चिममा अपी हिमाल छ भन्ने जानेपछि त तपाईँलाई यो समस्या हुँदैन के। विषयवस्तुमा तपाईँले सूत्र बनाएर हुन्छ, लिङ्क गरेर हुन्छ, यसलाई तपाईँले चित्र बनाएर हुन्छ, छाप पारेर हुन्छ, त्यसलाई सम्झिने हो। जसरी हुन्छ सम्झिने हो, अरू विकल्पै हुँदैन। लोकसेवा, घोकसेवा अनि लकसेवा यी सबै चाहिँ चाहिन्छ। निम्न मध्ये कुन संरक्षित पक्षी अन्तर्गत पर्दैन? संरक्षित अन्तर्गत नपर्ने कुन हो? त्यो पनि हो मन्दिराजी, मजाले हो। एसकेएलएम सिडिएमए मजाले। चिर डाँफे कालिज कालो गरुड कुन पर्दैन भनेछ है प्रश्न संरक्षणमा। चिर डाँफे कालो गरुड पर्यो, यो कालिज चाहिँ पर्दैन। कालिज चाहिँ पाल्ने, मार्ने, खाने, जङ्गलबाट पनि चाहिँ खाने गरिरहेछ नि त, होइन कालिज। ल हेर्नुहोस्, होइन यो संरक्षित पक्षी अन्तर्गतको यो चाहिँ के परेन? कालिज परेन। किनभने अहिले पनि कालिज चाहिँ अब खाने गरिरहेछ, होइन, मार्ने गरिरहेछन्, अनि पालेर पनि बिक्री वितरण भइरहेछ। ल 26वटा प्रश्न आजको यो क्वेसन एन्सर सेसनमा तपाईँहरूले के कति मिलाउनु भयो, प्रश्न त्यति गाह्रो होइन। आजको मध्यम खालका प्रश्नहरू थिए। 18 भन्नुभएको छ देवीजी। 0 कसरी? छ मन्दिराजी, 6वटा बिग्रियो भन्नुभएको छ। 6वटा बिग्रिनु भनेको 20वटा मिल्नु हो। ल राम्रो छ। त्यो 21, 20, 21लाई नराम्रो भन्नै मिल्दैन। ल ओके, अब हामी डेली क्वेसन तपाईँले एप्समा गएपछि तपाईँले हेर्न पाउनुहुन्छ है। 10बाट आएको 13 मिल्यो, यो पनि